नमस्ते सबैलाई। हामी तिन सुनसरीमा चाहिँ हाम्रो क्षेत्र नम्बर 1मा चाहिँ हाम्रो हर्क साम्पाङ सरको दमदार इन्ट्री भइसकेको छ। योपालि जे जस्तो हुन्छ माया मारेर माटोमा एक ड्याङ 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 छाप लगाउनु पर्ने हुन्छ। उहाँ हाम्रो हर्क सर घर दैलो कार्यक्रममा हिँड्दै हुनुहुन्छ। आउनुहोस् तपाईँलाई म देखाउँछु हाम्रो श्रमदान श्रमपिता उहाँ अगाडि हुनुहुन्छ, हिँड्नुहोस्। यहाँ दृश्य हेर्न सक्नुहुन्छ। हर्क सरको फ्यानहरू उहाँनिर फोटो खिच्दै हुन्छ है। योपालि चाहिँ एकदम माया मारेर एक भोट सबैले ट्याङ्की ट्याङ माटोमा हाल्नै पर्ने हुन्छ है। माटोमा एकदम लागु परिराख्नु भएको छ हाम्रो जेन्जीवा। के छ योपालि, केमा केमा हो योपालि? भोट फर रेगुलेसन। हाम्रो अर्को जेन्जी योपालि केमा भोट भोट केमा? माटो गाइस के अरे माटोमा माटोमा सबै युवाहरूले योपालि माया मारेर माटोमा दिनुपर्ने हुन्छ। केमा भोट? माटोमा हो नि, माटोमा माटोमा हौ, एकदम अञ्जुली भरिको माटोमा क्या। किनभने हामीसँग दोहोरो मार्गमा छ चाहिँ हामीलाई चाहिने हो। अरू चाहिँ किन एकचोटि यत्रो सालपछि अरूले चलाउँदा हुन्छ भने हाम्रो गाउँमा हाम्रो दाइले चाहिँ एकचोटि मौका दिँदा के बिग्रिन्छ? केही बिग्रिनुलाई त छैन नि। मौका दिइसकेपछि त नपरेको फेरि हामी जता सधैँ छौँ त, छैनौँ र? त्यही भएर बुझ्ने कोसिस गरौँ सबैले। सबैसँग अनुरोध छ मेरो, एकचोटि चान्स दिनु। मैले भन्नुपर्ने कुरा तपाईँले नै भनिदिइहाल्नु भयो। हाँस्दै हाँस्दै बिदा लिए त। मलाई मौका दिनु पर्यो, काम गर्नका लागि मौका दिनु पर्यो है त। हस् हस् हस्। ल लागौँ है यहाँ ठुलो पो छ त नि यो एरिया। नमस्ते ल है। धन्यवाद, नमस्ते। चुनाव चिन्ह बाटोमा अत्याधिक मत हालौँ। अर्घ साम्पाङलाई विजय गराउँ। ल आउनुहोस्, हामीसँगै छौँ नि।
चुनाव चिन्ह बाटोमा अत्याधिक भोट ये देश बनाउने मौरी बन्ने हो हामी मौरी जस्तो बन्नुपर्छ कमिला बस्नुपर्छ यहाँ सबैजनालाई मौरी बन्नका लागि र मौरीको जुनी प्राप्त गर्नका लागि हामी सबै मौरी बनेर यो देशमा हैन रसहरू भेला गरेर ताकि तपाईँको हजारौँ हजार वर्षसम्म हामी उनीहरूले यस्तो एउटा भाव बनाऊ जसले गर्दाखेरि हाम्रो सन्तानले हामीलाई सम्झिरहोस् हाम्रो सन्तानले हामीलाई सम्झिँदाखेरि छातीमा हात राखेर गर्वका साथ तपाईँले है त नाचेर पनि जानुपर्छ नाच्नु होला हौ, साह्रै जसो गीत ल्याऊ गीत काम गर्छु त है त हजुर मौका दिनु पर्यो ल नमस्कार धन्यवाद चुनाव चिन्ह माटो भविष्यको बाटो एकचोटि भनिदिनु त चुनाव चिन्ह माटो हामी तपाईँसँगै आएको छ भविष्यको बाटो भनिदिनु न चुनाव चिन्ह बाटो माटो हो भविष्यको बाटो भविष्यको बाटो पछि हेर्न आउँछु म निलो राम्रो देखिन्छ लाग्नु पर्यो मलाई हालिदिन्छु नि फेसबुकमा त्यो फोटो राखिराख्छु ल दिदी नमस्ते ल सबैले त्यही भनिदिनुहोस् है केटाकेटीलाई पनि है फुपू र स्थानीय जुन क्षेत्रमा हामी उठ्छौँ त्यहाँका समस्याहरू नै मेरो चाहिँ एजेन्डा हो जनताको माग नै मेरो चाहिँ एजेन्डा हो त्यसले गर्दा मेरो मनको गीत मैले लेखेको छु तपाईँहरूले जे भन्नु ल हुन्छ हजुर अनि पछि मलाई जिताएर मैले त्यो काम गरिनँ भने त्यो एजेन्डा देखाएर मलाई मुद्दा यहाँ थुप्रै अरू पनि हुनुहुन्छ है मैले यो भनेको मैले ए यो त रहेछ फोटो पनि दिइराखेँ यो चाहिँ घरमा नमस्ते सन्चै हुनुहुन्छ नि घोडा तपाईँको घोडा निको भइहाल्छ है ल घोडा निषेक होस् होइन यो पनि चुनाव चिन्हमा हुन्छ नि मलाई चिन्नुहुन्छ नाम चाहिँ सुनेको धरानको प्रमुख थिए अस्तिको दिनसम्म माथि त्यो कानुन बनाउने ठाउँमा अहिले मान्छे छैन त्यसले गर्दा त्यहाँ जानु पर्यो भन्दैछ है त भान्जी यता आउनु भान्जी कहाँ यस्तो यता आउनु न लुक्नु हुँदैन त लाज लाग्नु हुँदैन
आउनु नानु आउनु नानु मान्छे आउने त म फोटो देखाउँछु अर्को सांसदको चुनाव चिन्हबाट आवश्यकताबाट अर्को सन्दर्भको चुनाव चिन्हबाट आवश्यकताबाट अर्को सन्दर्भ तपाईँको घर दैवमा आएको छ भोजन गर्नको लागि तपाईँ बाहिर नसुक्नु होला आजले बडा बाप्पाबाट आग्रह तपाईँहरू अर्को संसदको तपाईँको घर दैव कार्यक्रममा आइसक्नु भएको छ देशभरिबाट पनि आउने बाहिर निस्किदिनु कुरा हार हाम्रो को भन्दा भाइ अस्ति घरमा भेटेको चिन्यो को भन्न ठिक छ त गर्दैलो कार्यक्रम हुँदैछ ठिक छ आऊ तिमीसँग पनि खिच्छु म अघि भइसक्यो लाग्यो हजुर है त चुनाव चिन्ह माटोमा त मौका दिनु अनि सबै फेरि नगइ नहुने हुनुहुन्न रहेछ यता हाम्रो माइक कता गयो हाते माइक अलिकति यता यता यसो गरिदिउँ त यसो गरिदिउँ है उहाँहरूले हेर्नु पनि चाहनुहुन्छ होला मलाई ल अलिकति यता आइदिनुहोस् हजुर ल ल सबैजनालाई मैले थोरै छोटो 2 मिनट केही कुरो राखेर 2 मिनट मैले केही कुरो राख्न चाहेँ हुन्छ एकछिन शान्त रहिदिनु होला एकछिन शान्त रहिदिनु होला ल बडा हुन्छ नमस्कार म एकछिन नमस्ते गर्छु हजुरहरूलाई जाने बेलामा हुन्छ सबैजनालाई म नमस्ते गर्छु एकछिन यहाँहरू सबैजनालाई यो बडा क्षेत्र 3 खोरिया का स्थानीय आमा बाबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मैले हार्दिक नमस्कार गर्न चाहन्छु अब खास धेरै कुरा मैले राख्नुपर्छ जस्तो लाग्दैन यसपालिको चुनावमा यो फागुन 21 गते भनेर भनिएको चुनावमा मैले भाग लिँदैछु र यो क्षेत्रबाट मैले उम्मेदवारी दर्ता गरेको कुरा मैले जानकारी गराउनका लागि आज म यहाँ उपस्थित भएको छु र चुनाव चिन्ह मेरो के हो त भनेर देखाउनका लागि म उपस्थित भएको छु यसपालि तपाईको छैन मेरो चुनाव चिन्ह यो रहेको छ चुनाव चिन्ह मैले यहाँ माथि देखाउँदैछु यता हेर्दिनु होला चुनाव चिन्ह यो यहाँहरूलाई हामीले हातमा
दिएको पर्चा पनि तपाईँहरूले कचाकुचुक बनाएर गोजीमा लगाइहाल्नु भएको छ, त्यस्तो नगर्नु होला। त्यहाँ केही लेखेको छ पढ्नु होला सबैजनालाई। ल ल ल ल दिदी एकछिन बोल्छु म थोरै। यो चुनाव चिन्ह माटो होइन, हामीले स्टिकरहरू टाली पनि दिएका छौँ विभिन्न ठाउँमा। यो चुनाव चिन्ह माटो दुईटा हातमा अञ्जुलीमा उठाएको तपाईँको बराह क्षेत्र 3 को माटो, तपाईँको हातबाट उठाएको त्यो देशको माटो, चुनाव चिन्ह माटोमा मलाई भोट लगाएर विजयी गराइदिनु भयो भने म केन्द्रमा कानुन बनाउने ठाउँमा गएर काम गर्नेछु। अहिले कानुन बनाउने ठाउँ संसद भन्छ, त्यो संसदमा यतिखेर हाम्रा सांसदहरू हुनुहुन्न। जेनजीको आन्दोलनले संसद भङ्ग भयो। त्यसो भएको कारणले गर्दाखेरि यो देशका महत्त्वपूर्ण राष्ट्रिय नीति निर्णयहरू गर्न सकिएको छैन, राष्ट्रिय गौरवका योजनाहरू सञ्चालन हुन सकेका छैनन्। त्यसो भएको कारणले गर्दाखेरि मैले त्यो माथिको चुनावमा भाग लिने निर्णय गरेको छु। मलाई आशा छ र विश्वास छ तपाईँहरूले पनि मलाई भोट दिनुहुनेछ। म आफ्नो परिचय धेरै राख्न चाहन्न, मैले के गरेँ, कस्तो मान्छे म भन्ने कुरा मैले भन्नुभन्दा पनि तपाईँहरूले देख्नु भएको छ जस्तो मलाई लाग्छ। एउटा इमान्दार मान्छे हुँ, म यति भन्न चाहन्छु। एउटा सक्षम मान्छे हुँ म, है। म इमान्दार मात्रै नभएर सक्षम मान्छे मात्रै नभएर पौरखी मान्छे मात्रै नभएर देशभक्त मान्छे पनि हुँ। यो देशलाई माया गर्ने मान्छे जो पौरखमा विश्वास गर्छ, श्रममा विश्वास गर्छ र श्रमकै आधारमा एउटा चाहिँ सिद्धान्त बोकेर एउटा पार्टी निर्माण गरेर अगाडि बढ्छ, त्यस्तो एउटा व्यक्ति तपाईँहरूको उम्मेद्वार बन्न चाहेको। तपाईँहरूले देखाउन खोज्नु भएको, तपाईँहरूले माग्न खोज्नु भएको ती सम्पूर्ण मागहरू म बोकेर माथि जानेछु। र तपाईँहरूलाई म स्मरण गराउन चाहन्छु, हर्क साम्पाङ गफ गर्ने मान्छे होइन, काम गर्ने मान्छे। तर मैले काम गर्नुभन्दा अगाडि म के गर्छु भनेर जानकारी दिएर काम गर्ने मान्छे। घुस खाएन त कमिसन खाएन, त्यस्तो खालको इमान्दार मान्छे होइन। यो देशको प्रधानमन्त्री बनोस् भन्ने यदि तपाईँले चाहनुहुन्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नु होला। म मिडिया मार्फत सबैजनालाई भन्न चाहन्छु होइन, देश प्रत्यक्ष कार्यकारीको चुनावमा गएको छैन। त्यसो भएको कारणले गर्दाखेरि हामीले पूर्वदेखि पश्चिमसम्म उठाएका हाम्रो उम्मेद्वारहरूलाई भोट हाल्नु भनेकै हर्क साम्पाङलाई भोट हाल्नु। तपाईँहरूलाई म जानकारी गराउँ, अरू उम्मेद्वारलाई जिताउनु भनेको एक ठाउँ सांसद पाउनु मात्रै हो, तर हर्क साम्पाङलाई जिताउनु भनेको प्रधानमन्त्री पाउनु है। फेरि मैले दोहोऱ्याएँ, अरू उम्मेद्वारलाई जिताउनु भनेको एक ठाउँ सांसद मात्रै पाउनु हो। तपाईँहरूले जो कुनामा गएर ढक गर्छ, 6 महिनामा एकचोटि बोल्छ पनि बोल्दैन पनि, उसलाई के चासेर तास खेलेर बसेका मान्छेहरू तपाईँको उम्मेद्वार भएर आएका छन् होइन। के बोल्ने के नबोल्ने भने थाहै नहुने मान्छेहरू उम्मेद्वार भएर आएका छन्। तर देशको स्वाधीनताको पक्षमा, गरिब दुखीको पक्षमा होइन, दुखीको विरुद्धमा बोल्दै आएको 15 वर्ष भएन। पहिला एकल अभियन्ता थिएँ है, कराएर हिँड्थेँ, पछि गएर काम गर्ने मौका पाएँ। काम गरेर पनि मैले तपाईँको विश्व इतिहास तपाईँको रेकर्ड राख्ने गरी काम गरेको सारा क्रम भन्न चाहन्छु। यति म स्मरण गराउन चाहन्छु। हर्क साम्पाङलाई तपाईँहरूले जिताइदिनु भयो भने त्यो मान्छे प्रधानमन्त्री बन्ने मान्छे हो। अरू उम्मेद्वारलाई जिताउनु भयो भने एक ठाउँ सांसद मात्रै हो, त्यसले कुन आउँ बसेर ढक गर्छ, बैठकमा पनि जाँदैन, गएर पनि सुत्छ होला है। त्यस्तो खालको संसदभित्र गएर गर्ने मैले प्रतिबद्धता जाहेर गरेको छु। श्रम संस्कृतिबाट जाने सांसदले यदि उनीहरूले मात्रै मैले थाहा पाएँ भने पदबाट म निष्कासन गरिदिन्छु, खारेज हुन्छ। हामी त्यहाँ गएर सुत्ने हो र संसद भवनमा सुत्नुको लागि जाने हो होइन। त्यसो गरेर निन्द्रा लाग्छ भने घरमै सुत्नु न, किन चुनावमा होइन। त्यसले तपाईँहरूलाई मैले फेरि पनि दोहोऱ्याएँ, हर्क साम्पाङलाई जिताउनु भनेको यो क्षेत्रले प्रधानमन्त्री पाउनु हो होइन। धेरै कुरा राख्न चाहन्न, राख्नै खोज्दा तपाईँको रातिसम्म राख्नु पर्ने हुन्छ, यहाँ नराखौँ, उता कतै जानुपर्ने बिजीमा पनि छु। र यहाँ सबैजनालाई भन्न चाहन्छु, एक ठाउँ सांसद मात्रै होइन, क्षेत्र नम्बर 1 सुनसरीले प्रधानमन्त्री जन्माउनुपर्छ र त्यो प्रधानमन्त्रीको जन्मदाता तपाईँहरू हुनुहुन्छ। तपाईँहरूले भोट नहाल्ने हो भने फेरि म त्यो बन्न सक्दिनँ। त्यसो भएको कारणले मेरो विनम्रताका साथ, हार्दिकताका साथ अनुरोध छ, चुनाव चिन्ह माटोमा तपाईँहरूको अमूल्य मत दिएर इतिहास रच्नुपर्छ हामीले है। दुःख पाएको नेपालीले सुख पाउनुपर्छ। अब
विकासको लागि निकालिदिने मान्छे हो म धेरै भाषण गर्ने मान्छे भन्दा पनि धेरै काम गर्ने मान्छे हो तर बाध्यताले चुनावमा होमिएपछि बोल्नु परिराखेको स्थिति छ यहाँहरू सबैको जय होस् यो घर दैलोमा साथ दिनुहुने सबैजनालाई म धन्यवाद दिन चाहन्छु म अब लाग्छु धरानका टिमले अझै यहाँ घर दैलो गर्नुहुने नै छ म अर्कोचोटि यहीँदेखि फेरि तपाईँको चाहिँ नै कन्टिन्यू गर्नेछु र अरू साथीहरूले चाहिँ यहाँनिर प्रचार प्रसार गर्नु नै हुनेछ म त्यो जानकारी दिन चाहन्छु हाम्रा बडा क्षेत्रका टिम होइन हाम्रा सूर्य बस्नेत सर लगायत चाहिँ हाम्रा सरहरूको नाम पनि मैले छोडेको छुइनँ होइन माफ गर्नु होला सबैजना यहाँका नगरका चाहिँ हाम्रा अध्यक्षजी हाम्रा नरेशजी लगायत सबैजनालाई हार्दिक धन्यवाद दिँदै मेरो 2 शब्द यति राख्दछु जय माथो भन्नुपर्छ होला एकैचोटि नमस्कार म जय माथो भन्छु तपाईँले जय देश भन्नु ल जय माथो जय देश मैले जय देश भन्दा जय माथो भन्नु ल जय माथो जय देश धन्यवाद नमस्कार पृथ्वी रहन्जेलसम्म यो देश रहनुपर्छ पृथ्वी रहन्जेलसम्म यो देश रहनुपर्छ हाम्रो संरक्षणले अङ्कित झन्डा रहनुपर्छ कुनै पनि विदेशी दलालहरू र विदेशी चाकरीमा तपाईँको बोलेका दलहरू